कुरा गर्ने हो माम छोरा ल अझ धेरै कुरा गरौँ न त नुनु गर्ने बेला भयो है अनि मेरो छोरालाई चाहिँ के मनपर्छ भन्नुभयो अघि बहिनी अनि पछि बहिनीलाई तिमी माया गर्छ कि गर्दैन गर्छौ अनि बहिनीलाई के दिने तिम्रो सामानहरू अनि अरू छ अरू के छ ल्याबिट खेल्ने कुरा छ ल मेरो छोराले धेरै कुरा दिन्छ है अनि पछि बहिनीलाई अरूले होइन अनि बहिनीलाई अरूले पिट्यो भने तिमी के गर्छ लात मारिदिन्छौ अनि हो मेरो छोरा कति माया गर्छ है बहिनीलाई बहिनीको माया लाग्छ हो र दुधमा झुट नबोलेको जोसुको दिदी के गर्यो चस्मा लिपस्टिक लिएर आएको दुध नबोलेको हो र मामुको पप्पाले मलाई लिएर आयो के लिएर आयो लिपस्टिक मामुकोमा मामुको पनि लिएर आएको मामाकोमा आज सङ्गाती आकाश मामाकोमा पनि लिपस्टिक लिएर आएको थियो हो अल्फाले हो र अल्फा दिदी नक्कली हुनुहुँदो रहेछ कि के हो नि हो र हो अनि मेरो छोरालाई चाहिँ अनि होइन अनि पछि अनि तिमीले फेरि तिमी दादा भएपछि त बहिनीलाई तिमीले पढाउनु पर्छ होमवर्क गर्नुपर्छ हुन्छ अनि के भन्छ भने बहिनीले दादा तिमी ठुलो भएको मलाई होमवर्क सिकाउनुहोस् भन्छ अनि सिकाउने हो बहिनीलाई अनि सिकाउनलाई त तपाईँ ज्ञानी भएर स्कुल जानुपर्छ जाने हो त हो र अनि बहिनीलाई सिकाउनु पर्यो नि त स्कुल गएर जान्नु पर्यो है अनि फेरि पछि बहिनीले फेरि दादालाई आएन भने त बहिनीले फेरि दादा सेम कस्तो ठुलो भएर नआएको भन्छ त्यही भएर हामी छिटो स्कुल गएर धेरै कुरा सिक्नुपर्छ है ल हुन्छ अनि पछि बहिनीले तिमीले अनि के भन्नुपर्छ भने बहिनी यो भनेको यो हो क्या यो होमवर्क यसरी लेख्ने हो कि बहिनी तिमीलाई त भन्ने यो बहिनी त कस्तो हो लेख्नै सक्ने भन्दै हो अनि नि अनि बहिनीलाई तिमीले कराएर पढाउने कि फकाएर पढाउने फकाएर अनि बहिनीलाई होमवर्क गराउँदा पिट्ने कि कराउने कि माया गरेर कसो माया हो यो छोरा कति ज्ञानी छ अनि बहिनीको माया कति लाग्छ भने त धेरै हो र अनि पछि बहिनी भएपछि तिमी कोसँग रुनु गर्ने बहिनीसँगै अनि बहिनी कहाँ सुत्ने तिमी कहाँ सुत्ने मामा कहाँ सुत्ने दिदी होइन बहिनी हो अनि हो ल मेरो छोरा अहिले नै भनिसक्यो बहिनी कता सुत्ने मामु कता सुत्ने छोरा कता सुत्ने छोराले नै भनिसक्यो कति बाठो छ हौ मेरो छोरा मेरो ज्ञानी छोरा निन्द्रा लागिसकेको थियो मेरो छोरालाई बहिनीको कुरा गरेको त अझै कुरा गरौँ न भन्छ गर्मीले गर्दा मेरो छोरा नाङ्गे भएर सुतेको छ यस्तो घमाउरो आएको छ छोरा कति धेरै घमाउरो आएको छ नि है छोरा त्यही भएर नाङ्गे भएर सुतेको है एकछिन ल ढल्का छाने अब नुनु गर्ने कि अझै कुरा गर्ने अझै कुरा गर्ने के कुरा गर्ने भन्नुहोस् न त मैले त सक्यो हजुर अघिकै कुरा बहिनीको कुरा के गर्नु त सक्यो होला हौ
फेरि सुरुसँग फेरि सुरुदेखि अनि होइन बहिनीको माया कति लाग्छ चाहिँ धेरै अनि पछि बहिनी जन्मेपछि अनि फेरि तिमी रिसाउने हो कि अनि बहिनी त मामुसँग सुत्छ मामुको बुबु खान्छ नि त बहिनीले अनि मामुले बहिनीलाई क्याच गर्नुपर्छ बोकी गर्नुपर्छ हजुर तिमी बोक्ने बहिनीलाई ए सानो हुँदा तिमी बोक्ने ठुलो हुँदा म बोक्नु हो र किन सानोमा तिमीले किन बोक्ने सानोमा चाहिँ किन तिमीले बोक्ने तिमी सानो बहिनी सानो हुँदा तिमीले बोक्ने किन ठुलो भएपछि चाहिँ किन नबोक्ने सक्दैन भनेर बोक्न सक्दैन भनेर ए तिमी पनि ठुलो भइहाल्छ नि अनि सकिहाल्छौ नि तिमी पनि ठुलो हुन्छ नि त बहिनी ठुलो भयो भने को आएछ बिरालो आयो छुच्चो बच्चा ज्ञानी हुनुपर्छ है बहिनीलाई फेरि दादा छुच्चो भयो भने त बहिनी रुन्छ डराउँछ अनि दादाको पास फेरि आउँदैन नि त अनि दादा ज्ञानी भयो भने बहिनी दादासँगै खेल्छ मेरो दादा नम्बर 1 भन्छ किन हौ ठुलो भएपछि तर्साउने अनि बहिनी रुयो भने तर्साउँदा के गर्ने अनि के गर्ने चक्लेट दिन्छौ अनि फकाउने हो कसो भन्दै फकाउने भन नि त बहिनी रिसाउनु भयो भने हो अनि मुखले चाहिँ कसो भन्दै फकाउने त नि बहिनी नराउ न म जिस्केको म तिमीलाई चक्लेट दिन्छु नरुनु होला भन्छौ हो र भन्नु न सानो अब नुनु गरौँ गुड नाइट बाई गरौँ ल हजुर मामले बहिनी पाउने कहिले सुर्सारै छैन मेरो छोरालाई बहिनी पसन्द आइसक्यो है छोरो खै पक्नुहोस् अब भिडियो यति नै हो अब नुनु गर्ने अब कुरा सक्यो कि फेरि कुरा गर्ने हजुर सानो कुरो पछि बहिनीले भिडियो हेर्छ है ध्यान गरौँ बोल्न है मेरो त हात फेरि किन अलि बदमास गरिनु भयो भिडियोमा भन्नु होला फेरि हजुर शैतानले त ब्याट मात्रै सुन्छ क्या गुड त सुन्दैन शैतानले जिजसले सुन्नुहुन्छ क्या गुड शैतानले त ब्याट मात्रै सुन्छ छोरो नडराउनु शैतानसँग हामी कति गुड कुरा गरेको नि त नि होइन त्यही भएर शैतानले गुड कुरा सुन्दैन ब्याड कुरा गऱ्यो भने मात्रै कि शैतान सुकान गर्छ क्या अनि गुड कुरा गऱ्यो भने त हामीले जिजस हुनुहुन्छ ब्याड कुरा गऱ्यो भने चाहिँ हाम्रो को हुनुहुन्छ भन्न त होइन क्या अनि यो चाहिँ हामी परिवार भयो अनि हामीलाई माया गर्ने हामीलाई चाहिँ सधैँ माया गर्ने अनि हामीलाई सुरक्षा दिने हाम्रो को हुनुहुन्छ जिजस हो ओ माय गॉड हाम्रो जिजसले हामीलाई कति प्रेम गर्नुहुन्छ होइन छोरा त्यसो भन्नु न छोरो गुड बोल्नुपर्छ है फेरि
छोरो ल हाम्रो यो छोटो भिडियो अब मामु छोराको गफ गफ अब यो भिडियो युट्युबमा हालौँ कि नहालौँ म त यत्तिकै खेलमा बनाएको त्यसो नगर है फेरि ब्याट हुन्छ कि सेम हुन्छ एकछिन न त ल बाई भनौँ न त यहाँनिर ल गुड नाइट भन न गुड नाइट बाई बाई अब भिडियो हालिदिउँ ल म त युट्युबको लागि भनेर त बनाएको होइन यत्तिकै बनाएको आमा छोराको कुराकानी हालिदिनु पर्ला अब ल बाई बाई टाटा गुड नाइट गुड नाइट तपाईँको नाम के हो भनिदिनु न हजुर जोयल हो ओके गुड नाइट